गाइज, इट्स मी माही श्रेष्ठ र फेरि पनि तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। म चाहिँ फेरि पनि चापागाउँ जानु लागेको अनि हामी चाहिँ जाँदा जाँदै बिचमा हामी चाहिँ त्यहाँ फ्रुट्सहरू खानु लागेको किनकि उस्तै खानाहरू खाएर आएको रहेनछ अनि सो मिक्स फ्रुट खानु लागेको हामी चाहिँ। फ्रुट्स खाएर आएको फ्रुट्स एकदम हेल्दी हुन्छ। म चाहिँ क्लासमा आइपुगिसकेँ होइन, फलफुल खाएर आएँ अनि म चाहिँ सबको सघाएर छु यति धेरै हेर्नु होला कपाल मेरो पिङ्कलको आर्टिस्ट जस्तो भइसक्यो अघिदेखि निकालेको छु। सो कस्तो छ तपाईँहरूलाई गाइज खबर के छ तपाईँहरूको हालखबर? खाजा खानुभयो कि खानुभयो होइन? सायद मैले यो भ्लग हाल्दाखेरि राति हुन्छ होला अनि खाना खानुभयो भन्नुपर्ला होइन। अनि मेरो योभन्दा अगाडिको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो? यसरी नै मलाई धेरै माया गरिदिनु होला। आज चाहिँ शनिबारको दिन हो। आज चाहिँ बच्चाहरूको सुट हुन्छ टिकटकको लागि। सो गाइस, तपाईँहरूलाई मेरो भ्लग कस्तो लागिरहेछ अहिलेसम्म होइन? कृपया मन परेको छ भने लाइक चाहिँ गरिदिनु क्या, सब्सक्राइब पनि गरिदिनु होइन। म यसरी नै सक्दो तपाईँहरू को लागि भ्लग हालिरहन्छु होइन। अब हिजो चाहिँ मैले प्र्याक्टिस गरेको थिएँ यहाँको घरको, अब त्यो भिडियो खिच्छु, ड्रेस सेयर गर्छु म, ड्रेस सेयर गर्छु गाइस। सो गाइस, म चाहिँ सुटिङको लागि रेडी भइसकेँ, ड्रेस सेन्ड गरिसकेँ मैले। अब म सुट गर्छु नेहा कक्करको गीतमा। प्र्याक्टिस पनि मेरो भइसक्यो, मैले चाहिँ हिजोदेखि प्र्याक्टिस गरिरहेको थिएँ होइन। सुट हिजै गर्थेँ होला सायद, तर सुरोज थिएन अनि कसले खिचिदिन्छ त खिच्नलाई भन्दा पनि मसँग चाहिँ गीत बजाउनलाई मोबाइल थिएन अनि खिच्नलाई मोबाइल थिएन क्या, त्यही भएर हिजो चाहिँ मेरो होल्डमै भयो। सो अब म आज खिच्छु होइन। म रेडी पनि भइसकेँ गाइस, कसरी देखेको छु मलाई कमेन्ट गरिदिनु होला है। सो गाइस, मेरो चाहिँ प्र्याक्टिस सक्यो, सुट पनि सक्यो अनि म चाहिँ अब यत्तिकै बसिरहेको होइन। अब क्लास चाहिँ 4 बजीदेखि सुरु छ अनि मान्छेको वेटिङमा छौँ हामी। गाइस, मेरो क्लास पनि सकेको छ। आज बच्चाहरूको सुट थियो अनि सकिसक्यो। मैले चाहिँ भ्लग गर्छु भनेको खालि बिर्छु, यति धेरै बिर्सिन्छ म होइन, मलाई थाहा छैन गाइस। मैले चाहिँ फेरि पनि ड्रेस सेन्ड भइसक्यो, ब्ल्याकमा पनि धेरै छ मलाई, फुल ब्ल्याक। अनि मलाई चाहिँ सुरजले केक लिएर आइदिएको रहेछ, एकदम भोक पनि लागेको थियो अनि म चाहिँ केक खान थालेँ। एकदमै मिठो पाउँछ त्यहाँ केक चाहिँ, हाम्रो डान्स क्लासको साइडमा पाउँछ, खै समथिङ केक क्याफे भन्ने छ, त्यसैबाट हो लिएर आएर खाएको। अनि मेरो क्लास चाहिँ सकिसकेको थियो। अब म फेरि पनि यस्तै भ्लगहरू तपाईँहरूलाई लिएर आइरहन्छु। कस्तो लाग्यो प्लिज सबैले कमेन्ट गरिदिनु होला है, कमेन्ट चाहिँ गर्नु हुँदैन। अनि यसरी नै मेरो दिन आजको सकिन्छ। अब हामी आज पनि पानी पर्ला भनेर चाहिँ छिटो घर जान लागिरहेको थियौँ। सो गाइज, यही हो आजको भ्लग। कस्तो लाग्यो प्लिज सब्सक्राइब गरिदिनु होला। बाई बाई।